सिधेको नगरपालिका रहेछ है। यो पुलहरू झन्डा पनि देख्न सक्नुहुन्छ। नेपालको झन्डा यहाँ राखिएको छ। कतिवटा रहेछ होइन। राति भएपछि त बत्ती पनि बल्दो रहेछ यहाँ है। कति राम्रो खोला पनि रहेछ त्यहाँनिर है। हाम्रो क्यामेराम्यान अब यहाँबाट हामी उता गयो भने चाहिँ ढल्केबार पुग्छौँ है। यसलाई के भन्छ, पूर्व गयो भने ढल्केबार, यता पश्चिम गयो भने चाहिँ यहाँबाट देखाइदिनु होला। यहाँबाट हामी गयो भने चाहिँ यहाँबाट हामी जनकपुर पुग्छौँ। मध्य प्रदेशको सदरमुकाम भन्नु यसलाई हामी होइन। जनकपुर पुग्छौँ, त्यहाँबाट लगभग 15 किलोमिटर होला सायद। यसलाई हामी महेन्द्रनगर भन्ने गर्छौँ। धेरै रमाइलो छ धेरै चाहिँ मान्छेहरू चाहिँ पर्यटकहरू यसमा आउने गर्दछन् है। मनै लोभ्याउँछन्। अब यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ डरलाग्दो ठाउँ छ। क्यामेराम्यान आइदिनु होला। यति डरलाग्दो ठाउँहरू पनि यहाँनिर है। यहाँबाट तल गयो भने त डरै लाग्छ, खोला छ यहाँनिर चाहिँ। हाम्रो सुन्दर ठाउँ फोटो खिच्नको लागि रमणीय ठाउँ छ। क्यामेराम्यान अलिक परबाट पुऱ्याइदियो है, देखाइदिनु होला। यहाँनिर हेर्नु होला बाफ है, यस्तो छ यहाँनिर। रमाइलो ठाउँ छ, धेरै रमाइलो छ। मध्य प्रदेशको एउटा यो स्थान हो। यस कारणले तपाईँहरू पनि आउँदाखेरि यहाँ बस्नु होला। बाइकमा हाँक्दाखेरि धेरै गाह्रो हुन्छ बाइक हाँक्दाखेरि है। क्यामेराम्यान सिधा गरिदिनु होला है। अनि त्यसपछि के छ त भन्दा यहाँ आउँदाखेरि मान्छेहरू धेरै रमाइलो छ। आउँदाखेरि मान्छेलाई ढाडसाड दुख्छ बाइक हाँक्दा, त्यसको लागि खानाको लागि नास्तापान गर्नको लागि यहाँनिर ठाउँहरू पनि व्यवस्थित राखिएको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले है। अब यहाँबाट नेपालको झन्डा भइहाल्यो। अब म जान्छु ओके। म तपाईँलाई देखाउँछु कहाँनिर छु, कति रमाइलो ठाउँहरू छ। क्यामेराम्यान बिस्तारै आउनु होला तपाईँ है। यति रमाइलो ठाउँ पनि है, यति रमाइलो छ यहाँनिर। प्राकृतिकले पनि हराभरा भरिएको ठाउँ छ है। त्यस कारणले यो महेन्द्रनगरको जुन चाहिँ खोलाइन पुल छ त्यहाँनिर छ। यहाँ हेर्छु नेपालको खुट्टालाई इतिहास, नेपालको इतिहासलाई यहाँ झल्काइएको छ। देख्न